अलराइट गाइज फेरि पनि ब्याक भइसक्यो म नयाँ भिडियोसँग अनि हाम्रो के अरे के भन्नु आँटेको चाहिँ बिर्सेको यो आज चाहिँ एकदम बराबर छ अनि यस्तै यस्तै हो जिन्दगी यस्तै यस्तै चलिरहेछ अब चाहिँ भर्खर जिन्दगी सुरुवात भएको जस्तो लाग्छ क्या किनभने अब भर्खर 12 सिद्धो आज मात्रै हाम्रो चाहिँ सिद्धो टेक्निकलको भएकोले आज मात्रै हाम्रो सिद्धो अनि आज चाहिँ हाम्रो स्पेसल केटाहरूसँग पार्टी गर्ने प्लान थियो त्यो अनुसार पार्टी पनि सुरु हुन आँटिरहेछ टक्क गएर तयारी गरिरहेछ म चाहिँ किचनमा छु आगो टाल्दै अनि केटाले अब सेको बनाउँछ टक्कसँगले अनि हामी जति पनि बेस्ट फ्रेन्डहरू छौँ तिनीहरू चाहिँ आएर टक्कसँगले अब पार्टीको लागि तयारी गर्दैछौँ अनि अब यस्तै यस्तै हो अब 12 सिद्धो बस्यो अब के गर्ने कसो गर्ने त्यस्तै प्लान त केही छैन गाइजहरू गीत बजिराखेको र केही पनि सुनेको छैन होला तर नि केही छैन इग्नोर गरौँ होइन हामी यो गीतलाई मेरो भोइस पनि अझै सानो छ नि त एज कम्पेरिजन अरूको भन्दा सानो छ त्यस्तै त्यस्तै हो अनि धेरै पछि म चाहिँ भिडियो बनाउनु थालिरहेको छु अरू बालका हालत देख्न सक्नुहुन्छ तर यो काटिँदा चाहिँ यति राम्रो भइसक्यो तपाईँहरू चाहिँ केही छैन केटाले पहिला बनाउँछ अनि अब एकदम दिन चाहिँ हाल्नुपर्ने हुन्छ नि त किनभने अब 12 पछि त केटासँग भेट हुन्छ हुँदैन टुङ्गो हुँदैन अनि अब टुङ्गो नभएपछि अब आज चाहिँ एकदम रमाइलो गर्नुपर्ने हुन्छ अनि आज हाम्रो गेम पनि थियो क्या लास्ट गेम जस्तै वेबी सिटिङको अनि गेममा चाहिँ 3500 जितिसकेको तर हार्यौँ भन्दा नि 500 मात्रै जित्यौँ 700 रुपियाँ अनि गएर गीत सुनिराख्नु भएको होला त्यस्तै त्यस्तै हो जाँदा जाँदैछ तेरो ज्याकेट त भइरहेको छ अनि बिहानै म 9 बजी चाहिँ फर्स्ट गाडीमा घर जानुपर्ने हुन्छ बाबाले अझै बोलिराख्नु भएको छ तर म गइनँ नभएको कारणले अनि गइरहेको स्थिति कस्तो छ अब त्यस्तै हेर्नुपर्ने हुन्छ इन्जोय गर्नुपर्छ अनि मेरो भ्लगलाई पनि इन्जोय गर्नु होला एन्ड गाइज इफ यु लाइक मेरो अब भ्लग होइन लाइक सब्सक्राइब र सेयर गरिदिनु होला अनि मलाई सपोर्ट गर्नु होला माया गर्नु होला होइन गाइज त्यही भन्न चाहन्छु सो गाइज अब चाहिँ आगो पनि सिद्धो सिद्धो जस्तो लाग्दैछ मलाई अनि अब पहिला सेकअप बोल्नु जानुपर्ने हुन्छ टक्कसँगले केटाले पुरै गीत गाएर यार केही सुनिएको छैन केही छैन एकदम चिसो छ यो डाँडा बजारमा लोकेटेड छ अनि हामी चाहिँ अहिले घिमिरे निवास भन्नाले आफ्नै साथीको होमस्टे हो नि त अनि आज हामी यही बस्ने निर्णय लिएका छौँ अनि इन्जोय गर्छौँ बिहानै केटाले मलाई पुऱ्याउनु जान्छ चोकसम्म अनि घर पनि जानुपर्ने हुन्छ अघि नै भनिसकेँ घरबाट चाहिँ मलाई आजै आउनु भनेर भनिसक्नु भएको छ अनि केटाहरूको अवस्था यस्तो छ सेकअप पुरै पोल्दैछ हात थरथरी कामिरहेको छ यार के गर्नु यस्तै यस्तै छ गएर थोरै बुझाउँ न पुरै गीत बजिरहेछ अनि यु क्यान सी केटाले पुरै बनाउँदैछ डेभिडले बोल्नु थालिसकेको छ यार केटाले केही छैन निवास चाहिँ यस्तो छ है गाइस तपाईँहरू आउन सक्नुहुन्छ टक्कसँगले सो भइरहेको अवस्था यस्तै खालको छ अनि केटाहरू फोन पनि खेलिरहेछ नयाँ भाइहरू पनि छ नि त अनि अब एकदम इन्जोय गर्नुपर्ने हुन्छ नौ भाइ पनि आयो भन यार अनि यहाँ केटाले टक्कसँग सेकुवा बोल्दैछ 5 किलो छ है तेरो चाकमा पसौ यार अलिक पर राख्न कस्तो ठाउँमा राखेको अनि गाइजहरूले चाहिँ अब कुखुराको सेकुवा बनाउँदैछ अनि बहिराको भ्यू चाहिँ यस्तो देख्न सक्नुहुन्छ तपाईँहरू चाहिँ यहाँनिर आएर धजे डाँडा नि जान सक्नुहुन्छ धजे डाँडाको चाहिँ पछि म डिटेल दिन्छु होइन कुनै दिन गएको बेला केही छैन अहिले चाहिँ यहाँ टक्कसँग बन्दैछ यो सानो भाइ यसको लागि चाहिँ मलिन सेन्चुरी छ अनि यता डेभिड घिमिरेले ठुलोको लागि बनाउँदैछ गाइजहरू यस्तै हो साउन्ड चाहिँ त्यति मजाले सुनिएको छैन होला मेरो आवाज नि सानै छ नि त तर अलिकति आवाजले चाहिँ इग्नोर गर्नुपर्ने हुन्छ साउन्ड सिस्टम पनि यत्रो छ है गाइजहरू अनि अब त्यस्तो के भन्नु तपाईँलाई त आज चाहिँ हामीले अब के भन्नु भने कमल सरले चाहिँ हाम्रो हेर्सले चाहिँ के अरे उफाल नलगी जाऊ भन्नुभएको थियो स्कुल बसमा हामीले एक्जाम अनि उसँग के गरेको भाइ अनि कसो भयो भने चाहिँ अब कमल सरले हामीले नलानु भन्नुभएको थियो तर हामी चाहिँ अटेरी पऱ्यो बिहानै होइन छिटो गरेर बुढो नआइकन हामी बसमा हालेर गीत बजाउँदै गयो फर्किँदा चाहिँ गीत बजाउँदै आएको अनि आएपछि लाग्यो केटीहरूसँग देख्ने भन्यो त्यसपछि अनि थोरै गऱ्यो त्यस्तै हो गाइजहरू अब आगो ताप्दै बस्यो केटाले पुलिसकेपछि बस्छ लास्ट भोक लागिरहेको छ क्या गाइजहरू मलाई चाहिँ फेरि बिहान अब चाउमिन खायो मकैको भात पनि बनाइराख्नु भएको थियो मलाई एकदम खुसी लाग्यो मकैको भात चाहिँ एकदम दामी लाग्छ मलाई गाइजहरू अनि सिस्कुको तरकारी तर मैले करेन्ट चाउमिन खाएर गएको थिएँ गरेपछि सो अब यो चाहिँ सेकेन्डरी किचन जस्तो हो घिमिरे निवासको भएर अब बनाउँदैछ बनाइसकेपछि तपाईँहरूलाई यस्तो अवस्था देखाउँछ
चिया खाँदा बनाउ हामी एउटा चिया खाँदा खाँदै बुढोले एकदम दुःख पुगिसकेपछि हामीलाई पनि थाहा भयो त्यो केटीको त रहेछ अर्को नाटो त्यसपछि आरस भयो लाटो दिन पछाडि पागल भयो केटाहरूलाई केही भएको छैन उठ्ने अनि त्यो रुखी मुद्ने फेरि त्यो केटी सम्झेर रुइदिने त्यस्तो सिम्टम्सहरू आरसै माथि एकदम देखा पर्यो त्यस पछाडि बुढो एकदम पागल हुन थाल्यो हामीलाई पनि लाग्यो चिन्ता केटाहरू फेरि हुन थाल्यो बिन्दास आजकल खाना पनि रुच्दैन आयो पनि छुँदैन पहिला कति मान्छे मेरो आश्वास देखेर के गर्दै तर अहिले कोही माया जताततै तिम्रो छाया याद आउँछ चिनका राता रात चिनको चिन सम्झिरहन्छु हाम्रो त चाट यो मनमा एकदम दुःखै छ मेरो आँसुले रसाइरहेको छ मेरो भौतारी रहेको छ तिमी भने मलाई एकपल्ट पनि हेर्दैनौ म जाँदिन सो रेडी भइसक्यो टक्कसँग अब चाहिँ हान्नु पर्ने हुन्छ दाँतले टोक्दैन कि गाइज मैले चाहिँ हड्डी बेकारको छानेर खानुपर्ने हुन्छ एकदम यहाँ चाहिँ मनझाक्री नाचिराखेका छन् सो गाइस म चाहिँ टक्क अब घर आइपुगिसकेँ अनि अब डाँडा बजारलाई चाहिँ अलबिदा भन्दा नि अब कहिले कहिले जानुपर्ने हुन्छ काम पऱ्यो बेला त्यही र अलबिदा चाहिँ भन्दिनँ म तर काम परे अनुसार डाँडा बजार चाहिँ गइराख्नेछु डाँडा बजारले चाहिँ आजदेखि बाई भनिसकेँ भन्दा नि हुन्छ अनि घर कति बजी 11:30 बजीतिर आइएको थियो अनि खाने रुचि थिएन दिदीले खाएर जा भनेर नखाइकन आएको यार भोकले जानु अरे सानो बाख्रा छिमेकीको बाघ घरको आँट पनि एकदम कम छैन त कि महलको भएको कि घरको आँट चाहिँ कम बाघ भोसुटी के सानो बाख्रा डिस्टर्ब गर्छ यार दोकान खेलेको के आएर ल्याङल्याङ ल्याङल्याङ गरिरहेको छ अनि खासै हिजो चाहिँ त्यस्तो राम्रो भिडियो बनाउनु पाइएन रमाइलो गरेको त्यसपछि चाहिँ के भने टक्क सक्क ऱ्याप स्याप हानियो थोरै क्लिप होला त्यो म यो भिडियोमा एड गरिदिन्छु होइन गाइजहरू अनि सिक्रो हानियो अनि रियल लभ बार्साको गेम हेऱ्यो मैले त खासै हेरिनँ केटाले हेऱ्यो अनि सुतियो 2-3 बजी लगभग 3 बजीतिर त सुतियो अनि बिहान 7 बजी उठेर रेडी भएर यता फर्केको अनि गाइज अहिले त म मेरो भिलेजमा छु टक्कसँगले भिलेजको खासै भ्यू चाहिँ देखाउनु पाएन यो ब्लगमा अर्को ब्लगमा म अवश्य ल्याउँछु सो गाइज बाई